टेउवाको चाहिँ ओह्रालो के होइन अब कस्तो हाम्रो टुर कस्तो लागिरहेछ? टुर त एकदम बवाल छ। यति बाटो अप्ठ्यारो हुँदा पनि यहाँ आउँदाखेरि त्यो बाटो बिर्सियो। झर्ने बाटो पनि फेरि हाम्रो अहिले गाईघाटको झरना जाने क्रम छ। अब यसपछि त्यहाँ गइन्छ। पहिला यो टेउवा कला संस्कृति र मनोरम दृश्यहरू, यहाँबाट वारी घुम्टी, पारी चाहिँ गाजा र बिचमा टेउवाको डाँडो भर्मरियो। अनि तिमीलाई बागलुङ टुरको बारेमा दुई शब्द भन न। होइन एकदम म बागलुङ जिल्लामा त आएको थिएँ। यो टेउवा भन्ने ठाउँ छुट्याउनै नआउने ठाउँ छ। सम्पूर्णहरू यो टेउमा आएर साथीभाइहरू यो अझ मलाई यो सबभन्दा के लाग्यो भने त्यहाँ पारी फेरि शिलाजित पनि रहेछ क्या। भित्ता कस्तो राम्रो शिलाजित देखाउन। शिलाजित टिप्न जान पाए हुँदो दाइ जाम्न भिरा झुन्निम भनेको मैले। ट्याक्क शिलाजित झरेको छ सरलाई यो घुम्टे डाँडामा कायदा रहेछ। र यतापट्टि चाहिँ हाम्रो टेउवाका कला संस्कृतिका मूर्तिहरू विभिन्न देशबाट बनेका मूर्तिहरू आइछन्। यहाँबाट पनि देखियो। किन यस्तो देखियो नि, यहाँबाट चाहिँ यो यहाँको कला संस्कृति त हुँदै भयो। यहाँ वरितिर पल्तिरका गाउँहरू, डाँडा दृश्यहरू, भ्यू धेरै राम्रो हो कि टेउवा। धेरै राम्रो। टेउवा आएपछि तपाईँले एकदम छुट्याउन नहुने। नेपालमा बसेर साथीभाइ हो विदेश गए पनि नेपाल बसे पनि अब त्यो टेउवा गएन भने त्यो मान्छे नेपाली होइन कि होइन। टेउवा यहाँहरूले यसो फोटोमा उभ्याउँदा तिमी किन ल नि यो यस्तो किसिमका अनेक किसिमका कला छन्। अब यिनी अब के किसिमले बनाएको हो, धाँधो जस्तो पनि देखिन्छ। अब यता अलिअलि अब राम्रो सफा सुन्दर छ। यो दसैँले गर्दा मान्छे सबै व्यस्त भएर आज हामी दुईजना मात्रै छौँ यहाँका टुरिस्ट। र टुरिस्ट सिजनमा चाहिँ यहाँ अत्यन्त धेरै भिड लाग्ने, मेला लाग्ने भन्ने चाहिँ कुरा हामीले सुनियो छ। अब अझैसम्म हामीले टेउवा आएपछि एउटा मान्छे चाहिँ देखेका छैनौँ है। एउटा चाहिँ सत्य कुरा त्यो पनि छ। अब फोहोर व्यवस्थापनको लागि लगभग 30 मिटरमा यस्तो किसिमको चाहिँ व्यवस्थापन छ। र यो टेउवा विकास समितिले यसको चाहिँ राम्रो रेखदेख गर्छ। अब यो के को हो दाइ? अब यो कलाकृति हो, पक्कै ढुङ्गा कुदेर बनाएको। 2-3 वर्ष लाएर कुदेका हुन् यहाँ होइन। अब यहाँ अब त यस्तो जस्तो लाग्छ ए मन्टो छिराउने ए होइन। अब यस्तो हो कि के हो? अब के हो? अब यस्तो किसिमले यहाँ बनाएका छन्। अब यता जाऊँ फेरि ल हामी फेरि अर्का मूर्ति। अब यहाँ के अनेक किसिमका कला। यति माथि चढाइ हुँदा पनि यति राम्रो सम्म फाँट, तर बसाइ चाहिँ कम देखेँ। बस्ती चाहिँ कम देखेँ, तर चाहिँ एकदम राम्रो पर्यटक। तिम्रो भाइचिएको नङ भेटियो लजाउ त नङ लहेर यो बुढीऔँलाको नङ। तिम्रो बुढी औला नङ हो यो। कति राम्रो ल कृष्णको बुढी औला नङ। अनि यो नङ त तपाईँले जोड्नु छ दाइ। यो नङमा चाहिँ अब यो खुट्टो यो चाहिँ मान्छेको नङ होइन, केही न केही वस्तुको नङ हो कि नङ छ। यो चाहिँ अगाडि बढौँ नङको बारेमा। अब देखिसक्नु भयो नङको बारेमा। अमिली हुने रहेछ। खासै चढाइ क्षेत्र त नरहेछ। अमिली हुने भनेको त चढाइ क्षेत्रमा हुन्न। अब यो कसले कल्पना गरेर यस्ता किसिमका चाहिँ उ गरेको के आउँदै? अब यो के हो अचम्मको। अब यसको बारेमा केही लेखियो छैन यहाँ। अब यो के हो होइन, जुत्ता जस्तो पनि छ यसो आकारकै। जुत्ता होइन, ढुङ्गा हो कि? अब उता खुर छन् होइन। यहाँ एउटा कमी के देखियो भन्दा यो हो के किन गराइयो भने हामी भन्दा पनि आएका टुरिस्टले जो पत्ता लगाउनु पर्ने आफै यो होला भन्ने किसिमको अनुमान लाउने। एउटाले एउटा चोक भन्छ, एउटा एउटा चोक भन्छ, तर नाम चाहिँ लेख्न पर्छ भन्ने जरुरी मान्छु है मैले। फेरि यो के चिज हो भनेर त्यो लेख्दा यो कलाकृति हो। कलाकृतिमा नलेखौँ भन्ने हिसाबले पनि होला। यो भिडियोबाट हामी अहिलेलाई बिदा चाहन्छौँ। अगाडि पनि धेरै कलाकृति छन्। अर्को भिडियोमा